आज हामी सम्बन्ध विच्छेदको बारेमा कुराकानी गर्दैछौँ। सम्बन्ध विच्छेद भनेको वैवाहिक पति र पत्नी बीचको सम्बन्ध छुट्टिने हो र यसरी विवाह भइसकेको पति पत्नी बीच बेमेल भयो, कुराकानी मिलेन, उहाँहरूलाई छुट्टिएर बस्न मन लाग्यो भने चाहिँ पति र पत्नीले चाहिँ कुनै पनि समयमा सम्बन्ध विच्छेद गर्न सक्नुहुने कानुनी प्रावधान छ। यसरी अब पतिले पत्नीबाट सम्बन्ध विच्छेद कतिखेर दिन सक्नुहुन्छ, लिन सक्नुहुन्छ भन्ने हामीले कुरा गर्न गइरहेका छौँ। पतिले सम्बन्ध विच्छेद लिने आधारहरूमा चाहिँ यदि अंश लिएर छुट्टै बसेको छ र मानव छुट्टिएर छुट्टै बसेको अवस्था बाहेक पति र पत्नी बीचको मन्जुरी बिना नै 3 वर्षभन्दा धेरै चाहिँ लगातार रूपमा 3 वर्ष वा सोभन्दा धेरै समय चाहिँ अलग भएर बस्नु भएको छ भने यस्तो अवस्थामा अनि त्यस्तै गरेर पत्नीले पतिलाई खाना नदिएको अवस्थामा अनि त्यस्तै गरेर पत्नीले अरू मानिसहरूसँग यौन सम्बन्ध राखेको अवस्थामा र पतिलाई चाहिँ शरीरमा गम्भीर चोट पुर्यायो र शारीरिक अथवा मानसिक क्षति पुर्यायो, यति 4वटा अवस्था भयो भने त्यतिखेर पतिले पत्नीसँगबाट सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्छ। त्यस्तै गरेर अब हामी पत्नीले कतिखेर पतिबाट सम्बन्ध विच्छेद लिनको लागि कस्तो अवस्था छ त भन्ने बारेमा कुरा गरौँ। त्यो कुरा गर्दाखेरि चाहिँ अंश लिएर छुट्टै बसेको अनि त्यसपछि मानाचामल छुट्टिएर बसेको अवस्थामा बाहेक पति र पत्नी बीचको मन्जुरी नभई 3 वर्षसम्म चाहिँ लगातार रूपमा बाहिर बस्नुभयो पति, उहाँसँग मन्जुरी नै छैन र त्योभन्दा बढीदेखि बाहिर बसिरहनु भएको छ भने एउटा अवस्था र अर्को अवस्था पत्नीलाई खाना दिनु भएन भने र अर्को अवस्था अरू महिलासँग विवाह गर्यो भने अनि त्यस्तै गरेर अर्को अवस्था पत्नीलाई गम्भीर चोट हुने गरेर अङ्गभङ्ग गरिदिनु भयो र त्यस्तै गरेर शारीरिक अथवा मानसिक रूपमा क्षति पुर्याउनु भयो र वैवाहिक बलात्कार भएको अवस्थामा चाहिँ अब यो वैवाहिक बलात्कार भनेको के हो त भन्दा विवाह भइसकेको पति र पत्नी बीच पनि बलात्कार हुन्छ। कतिखेर हुन्छ भनेर भन्दा यदि श्रीमतीको पत्नीको मन्जुरी बिना नै पतिले चाहिँ यौन सम्बन्ध गर्न खोज्नुभयो भने त्यतिखेर वैवाहिक बलात्कार भनेर भनिन्छ। यस्तो वैवाहिक बलात्कार यसरी 5वटा आधारहरू छन् भने त्यस्तो अवस्थामा पत्नीले चाहिँ सम्बन्ध विच्छेदको निवेदन दिन सक्नुहुन्छ। हामीले यसरी सम्बन्ध विच्छेद लिइसकेको महिलाको सम्पत्तिको कुराहरू थोरै गरौँ। हामीले त्यतिखेर कुराहरू गर्दाखेरि के हुन्छ नि, यसरी सम्बन्ध विच्छेद गरेर आफ्नो अंश लिएर छुट्टै बस्नुभएको श्रीमती हुनुहुन्छ र उहाँको मृत्यु भइसकेपछि चाहिँ त्यो सम्पत्ति कसलाई जान्छ भन्ने हामीले कुरा गर्न लाग्छौँ। त्यतिखेर चाहिँ त्यस्तो भएको अवस्थामा चाहिँ यदि उहाँले बिहा गर्नु भएको छ भने पहिलातिरको श्रीमानले पाउनुहुन्छ अनि त्यसपछि पहिलो श्रीमानले अनि छोराले छोरीले त्यसरी उहाँहरूको सम्पत्ति जतिखेर पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद लिएर अनि अर्को बिहे गर्नुभयो र मृत्यु भयो भने पहिलो श्रीमानसँग लिएको सम्पत्ति चाहिँ पहिल्यै श्रीमानलाई जान्छ, दोस्रो श्रीमानले चाहिँ पाउनुहुन्न। र अब अंशबन्डाको कुराहरू गर्नुपर्दाखेरि बालबालिकाको सम्बन्ध विच्छेद गर्ने बेलामा चाहिँ अंशबन्डा गरेर गर्दाखेरि चाहिँ बालबालिकाको हित विपरीत हुने गरेर कहिले पनि अंशबन्डा गर्न मिल्दैन, किनकि बालबालिका पनि सम्पत्तिका बराबर हकदारहरू हुन्। हाम्रो सम्पत्ति कानुनले के भनेछ, मुलुकी देवानी कानुनले के भनेको छ भने आमा बुवा छोरा छोरी चाहिँ अंशको समान हकदारहरू हुन् भनेर भनेको छ। त्यसकारणले महिलालाई अंश दिने बेलामा चाहिँ आमा बुवा छोराछोरीको भाग छुट्याउनु पर्ने हुन्छ र हेर्ने दायित्व चाहिँ दुवै आमा बुवाको बराबरी नै हुन्छ। अब यो सम्बन्ध विच्छेद लिनको लागि चाहिँ दुईजना पति पत्नी चाहिँ जो पनि जिल्ला अदालतमा गएर निवेदन दिनुपर्छ। अब सम्बन्ध विच्छेदको निवेदन दिँदाखेरि चाहिँ के हुन्छ नि, सम्बन्ध विच्छेद गराउँदा जहिले पनि पत्नीलाई अथवा अंश दिएर मात्र सम्बन्ध विच्छेद गराउने कानुनी प्रावधान रहेको छ र अंश दिँदाखेरि अब कहिलेकाहीँ चाहिँ के हुन्छ भने पतिको तिरबाट चाहिँ पुस्तौँदेखि नै अंशबन्डा नभइरहेको अवस्था पनि हुनसक्छ। त्यस्तो बेलामा चाहिँ के गर्ने त भनेर भन्दा सम्भव छ भने अंश छुट्याएर पतिको भागबाट श्रीमतीलाई अंश दिने, यदि त्यो पनि सम्भव छैन, अलि जटिल अवस्था पनि हुनसक्छ कहिलेकाहीँ, त्यस्तो बेलामा चाहिँ के गर्नुपर्छ भने श्रीमानले चाहिँ माना चामल र अंशहरू खर्च भर्नुपर्छ श्रीमतीलाई, त्यो अंशबन्डा नलाइन्जेलसम्म। अनि त्यस्तो गरिसकेपछि चाहिँ
यदि श्रीमती चाहिँ त्यसरी माना चामल र खर्च लिएर बसिरहेको अवस्थामा अर्कोसँग बिहे गर्यो भने चाहिँ त्यतिखेर चाहिँ पाउँदैन, फेरि उहाँले चाहिँ त्यो अंश नपाउने उहरू छ। र अब रह्यो यी सबै कुराहरू हुँदाहुँदै पनि अंशको सट्टा म अंश पनि खोज्दिनँ, केही पनि खोज्दिनँ, तर मलाई एकमुष्ट रूपमा यति रकम चाहिन्छ भनेर श्रीमतीले अथवा पत्नीले भन्यो भने त्यो अनुसार पनि तोकिएको रकम दिएर पनि सम्बन्ध विच्छेद हुन्छ। र अब त्यस्तै गरेर कहिलेकाहीँ चाहिँ श्रीमतीले म केही पनि लिँदिनँ तर म सम्बन्ध विच्छेद गर्छु भनेर भन्ने भयो भने त्यतिखेर पनि सम्बन्ध विच्छेद गर्न सकिन्छ। त्यसरी निवेदन अदालतमा दिने र अदालतमा यसरी निवेदन दिइसकेपछि प्रक्रिया के छ भनेर भन्दा त्यो चाहिँ श्रीमानले नै दिन सक्नुहुने भयो, पतिले पनि र पत्नीले पनि। जसले म डिभोर्स लिन्छु भनेर भन्नुहुन्छ, सम्बन्ध विच्छेद चाहनुहुन्छ, उहाँले चाहिँ जिल्ला अदालतमा गएर निवेदन दिनु पर्यो। यसरी निवेदन जिल्ला अदालतमा परिसकेपछि चाहिँ के हुन्छ भने जिल्ला अदालतले त्यो केसहरूलाई विशेष गरेर मेलमिलापमा पठाउँछ। सकेसम्म चाहिँ श्रीमान र श्रीमती अथवा पति र पत्नी बिचको सम्बन्ध विच्छेद नहोस् भनेर मिलाउनको लागि चाहिँ मिलापत्रमा पठाउनुहुन्छ, मेलमिलापमा पठाउनुहुन्छ। मेलमिलापमा चाहिँ त्यहाँनिर मेलमिलाप हुन सक्ने अवस्था भयो भने मेलमिलाप हुन्छ, केही गरी मेलमिलाप हुनै नसक्ने अवस्था भयो भने चाहिँ सम्बन्ध विच्छेद गराइदिनुपर्छ अदालतले। त्यो पनि मुद्दा परेको निवेदन परेको 1 वर्षभित्रमा चाहिँ सम्बन्ध विच्छेद गराइदिनुपर्छ। र अब यो सम्बन्ध विच्छेदको निवेदन कहिले लिएर जाने, यसको हदम्याद के छ त भन्ने कुराहरू गर्नु पर्दाखेरि चाहिँ यसको हदम्याद चाहिँ थाहा पाएको मितिले 3 महिनाभित्र भनेर भन्छ। जस्तै 3 वर्षसम्म लगातार बाहिर बस्यो, त्यो बाहिर बसेको 3 वर्ष भयो, बढी भयो भन्ने किसिमको आफूलाई त्यो महसुस भयो, थाहा भयो, त्यस्तो भयो भने चाहिँ 3 महिनाभित्रमा गएर त्यहाँनिर जिल्ला अदालतमा गएर उजुरी दिनुपर्छ। यो किसिमको कानुनी प्रावधानहरू छ। यदि 2 जना श्रीमान श्रीमतीहरू पति पत्नीहरू चाहिँ कुनै पनि हालतमा मिल्न सक्दैन भने नमिल्ने हो भने गाह्रो भयो सँगै बस्न भने चाहिँ सम्बन्ध विच्छेद लिन सक्ने अवस्थाहरू छ।